वेलकम टु माई युट्युब च्यानल। हेलो साथीहरू, आज हामी यो नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर 7 रातमाटेदेखि नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ऐसेलु भन्ने ठाउँसम्मको भ्रमणमा गइरहेका छौँ र त्यहाँको जाँदाखेरिको बाटोको रोड र वारिपारीको दृश्यहरू तपाईँलाई देखाउँछौँ। अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। यो नुवाकोटको प्राकृतिक सौन्दर्यलाई जति वर्णन गरे पनि कमी नै हुन्छ। यहाँको हरियाली, डाँडा पाखा, वन जङ्गल, फाँटहरू अनि यहाँको फराकिलो सडकले हाम्रो मनै लोभ्याउँछ। वास्तवमा भन्नुपर्दाखेरि नुवाकोटलाई एउटा स्वर्गको टुक्रा भन्दाखेरि पनि केही फरक पर्दैन। यात्राको क्रममा अब हामी काँसीटार आइपुग्न लाग्यौँ साथीहरू। यो काँसीटारबाट चाहिँ यता बेलकोटगढी नगरपालिका जाने बाटो र हाम्रो उता त्रिशुली, बटार त्रिशुली जाने बाटो छुट्टिन्छ। यो पारिपट्टि लभ डाँडो छ। लभ डाँडो पनि एकदम प्रख्यात ठाउँ हो र यतापट्टि अब हाम्रो नगरपालिका जाने बाटो पनि यहीँबाट छुट्टिन्छ है त साथीहरू। बेलकोटगढी नगरपालिका जाने दो बाटोलाई छोड्दै हामी अगाडि बढ्छौँ। त्यस पछाडि हरिया फाँटहरू, मकैबारीमा चाहिँ ल झुलेका मकैहरू सँगसँगै हामी अब देवीघाटतिरको यात्रामा लाग्यौँ। देवीघाटमा चाहिँ साथीहरू रोड हेर्नु न कति कच्ची छ। यहाँनिर लगभग 200 मिटर जति चाहिँ कच्ची बाटो छ। कच्ची बाटो भए पनि पारिपट्टि देवीघाट मन्दिर अनि तादी र त्रिशुलीको सङ्गम स्थल छ। यहाँ यो चाहिँ सङ्गम स्थल हुँदै हामी अगाडि बढ्दैछौँ र अगाडि आउँछ हाम्रो यो तादीको पक्की पुल। तादीको पक्की पुल तर्दै हामी अगाडि घाट हुँदै यात्रा गर्ने क्रममा अब हामी पुरानो पुल र नयाँ पुल दुईवटा पुल भएको ठाउँमा आउँछौँ। हाम्रो दायाँपट्टि पुरानो पुल छ। हामी पुरानो पुलबाट यात्रा गर्दैछौँ भने बायाँपट्टि छ नयाँ पुल। नयाँ पुलबाट चाहिँ हामी यात्रा गर्दैनौँ, पुरानो पुलबाट यात्रा गर्छौँ। तर कतिपय मान्छेहरू पनि नयाँ पुलबाट पनि यात्रा गर्छन्। देवीघाटको ओम शान्ति भवन, त्यस पछाडि 64 धाम मन्दिर हुँदै हामी यहाँको पुलिस चौकी, त्यस पछाडि श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको शालिगको अवलोकन गर्दै हामी देवीघाटबाट पनि अगाडि बढ्दछौँ। देवीघाटबाट अगाडि बढ्ने क्रममा हामीले चाहिँ यहाँ विद्यालयहरू पनि देख्यौँ। अब हामी लाग्छौँ पिपलटारतिर। पिपलटार चाहिँ यो पारिपट्टि जुन क्षितिजमा देखिन्छ लामटाङ हिमाल, लामटाङ हिमालको काखैबाट चाहिँ गइरहेको जस्तो देखिने यो सुन्दर रोड, फराकिलो रोड चाहिँ यो पिपलटारको हो। यो हामी पिपलटार हुँदै हुँदै पिपलटारको यो फराकिलो चिल्लो सडक अनि समतल भूभाग, सिधा जमिन हुँदै हामी बटारतिर लाग्दछौँ। पिपलटारबाट अगाडि बढ्ने क्रममा पिपलटारको अलिकति अगाडि बढेपछि हामीले यहाँ गगटे पार्क भन्ने राम्रो एकदम सुन्दर पार्क छ। त्यो पार्क त हामी जाँदैनौँ, तैपनि त्यहाँनिर पार्क छ। तपाईँहरू नुवाकोट घुम्न आउनुभयो भने यो पार्कमा जान पनि नछुटाउनु होला, किनकि एकदमै अति सुन्दर पार्क छ यहाँनिर। ठ्याक्कै यो वन जङ्गलबाट ठ्याक्कै माथि छ। साथीहरू अब चाहिँ हामी गगटे आइपुग्यौँ। अब यहाँबाट दाहिने लागेपछि चाहिँ हामी दुप्चेश्वर महादेव मन्दिर जाने बाटोतिर जान्छौँ भनेदेखि हामी अब अहिले चाहिँ दायाँ साइडबाट हामी जाँदैछौँ। बायाँ साइडबाट जाँदाखेरि हामी बटार बजार पुग्दछौँ। यो चाहिँ बटार बजार हो। यो अहिले रोड बढाउन थालेको छ, त्यही भएर यहाँ अहिले अस्तव्यस्त छ बजार चाहिँ। तैपनि एकदम सुन्दर बजार हो, पुरानो बजार हो। नेवारी बस्ती
पुरानो नेवारी बस्ती, तर अहिले त विभिन्न जात जातिका मान्छेहरू बसोबास गर्नुहुन्छ। तर पहिले चाहिँ प्रायः सो नेवार जातिको बाहुल्य रहेको र अहिले पनि नेवार जातिकै बाहुल्य रहेको छ यो बजारमा चाहिँ नै। अहिले चाहिँ हामी बटारको माथिल्लो बजारमा आयौँ। माथिल्लो र तल्लो गरेर दुईवटा बजार छ र यहाँ ठुल्ठुला होटलहरू छन्। तपाईँको बस्नको लागि राम्रो व्यवस्था छ। खानपान बसोबासको लागि चाहिँ एकदम राम्रो व्यवस्था छ है त साथीहरू। अब हामी विदुरतिरको यात्रामा लाग्यौँ। यो माथि देखेको डाँडो छ, त्यो डाँडो हुँदै हामी चाहिँ नुवाकोटको दरबार जान्छौँ। तर अहिले हामी जाँदैनौँ त्यताबाट दरबार जाने बाटो छ। साथीहरू हाम्रो चाहिँ गाडीलाई हामीले पार्किङ गऱ्यौँ। अब चाहिँ हामी हिँड्दै बस स्टेसनमा पुग्छौँ अनि त्यहाँबाट हामी बस चढेर जान्छौँ। अहिलेसम्म चाहिँ हामी आफ्नै गाडीमा आएको थियौँ। अब माथि कच्ची बाटो र उकालो अनि घुमाउरो एकदम साँघुरो बाटो भएको हुनाले हामीले चाहिँ कारलाई यतै हामीले पार्किङ गऱ्यौँ। भएको मन्दिर यो एकदम भाइरल अहिले चाहिँ एकदम जरै जरा छ। तलपट्टि मुनि पनि जरा छ, हेर्नुहोस् गाइजहरू। माथि पनि जरा, यता सबैतिर जरै जरा छ। जराभित्र मन्दिर अनि मन्दिरभित्र पनि जरा, हेर्नुहोस् है। हामी गर्मीमा यात्रा गरेको नि त, अनि बाबुलाई त एकदम तिर्खा लागेछ। अनि बाबुले त बोतलबाटै पानी सुई खाइरहेछ भने यहाँदेखि चाहिँ अब त्रिशुलीको नयाँ यहाँबाट पारीबाट माथि हामी ड्याम हुँदै अनि जान्छौँ है त। म तपाईँहरूलाई माथिको दृश्य पनि देखाउँछु अनि यहाँको पनि हेर्नु। यो नयाँ पुल आयो, हाम्रो पुरानो चाहिँ त्यो माथिको भयो होइन, अहिले चाहिँ यो नयाँ पुल यहाँबाट। अब चाहिँ हामी त्रिशुलीको ड्याम साइड हुँदै हामी किस्पाङतिरको उकालो यात्रामा जाँदैछौँ। कोलोनी गयो हामी, नयाँ बाटो रहेछ।
नेत्रावती बजार है त्यो चाहिँ पारीको माथिको स्वास्थ्य चौकी हामी मानेगाउँ आइपुग्यौँ है अहिले चाहिँ यो मानेगाउँ मास्टर गाउँ छ फाइनल्ली गाइज हामी काउली बजार आइपुग्यौँ तर काउली बजारको रोड हेर्नु न कच्ची रोड पानी जमेको तर यति हाइटमा छौँ कि हामी पुरै तलको गर्मीलाई छिचोल्दै हामी एकदम शीतल र चिसो मौसममा चाहिँ आइपुगेका छौँ हामी अब हामी केही बेरमा हामी ऐसेलु पुग्छौँ फाइनल्ली गाडीबाट झरेर हामी यात्राको क्रममा छौँ अब यात्रामा लेफ्ट राइट गरेर अब 5 मिनटको बाटो हिँडेपछि हामी आफ्नो जाने गन्तव्य स्थानमा पुग्छौँ फाइनल्ली हामी किस्पाङ पुगिसक्यौँ किस्पाङको भ्यू हेर्नुहोस् त साथीहरू घरहरू अनि यहाँ ऐसेलु भूमे माध्यमिक विद्यालय अनि किस्पाङ बहुप्राविधिक शिक्षालय त्यहाँको होस्टेल अनि पारीदेखि नै हेर्नु त पहाडहरू तल पो देखिरहेका छन् अघि हामी यही पहाडको तल फेदीदेखि आयौँ अहिले त यो पहाडलाई त तल पो देखिन्छ अब हामी यहाँ बस्छौँ आज बसेर अनि भोलि यहाँदेखि फेरि हामी फर्किन्छौँ यहाँको कामहरू सकाएर हामी फेरि फर्किन्छौँ यो किस्पाङ पारीपट्टि देखिने मेगाङ अनि हामी चाहिँ यही घरमा बसेका छौँ हाम्रो छोरी पनि यहीँ छ अनि हामी नि यहीँ बसिरहेका छौँ यहाँसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ यसो यो च्यानललाई पनि सब्सक्राइब गर्नलाई नबिर्सिनु होला यसो मिठो कमेन्ट छोडेर जानु होला है त भन्दै म बिदा लिन्छु हवस् त धन्यवाद थ्याङ्क यू फर वाचिङ